हाई एभ्रिवान, आज चाहिँ म सिस्नो बनाउँदैछु मेरो तरिकाबाट। सुरुमा चाहिँ सिस्नो मैले मजाले केलाएर यहाँ रेडी गरेँ। अनि सिस्नोमा हाल्नको लागि मैले यहाँनिर लसुन, अनि त्यस पछाडि टिमुर, अनि अर्को यो खानाक्पा भन्छौँ हामी चाहिँ। अनि त्यस पछाडि डल्ले खोर्सानी मिक्स गरेर म मजाले उखलीमा कुट्छु। यत्तिको ढुटो भएपछि चाहिँ रेडी हुन्छ। अनि मैले यता तातो पानी बसाएर रेडी गरेको छु सिस्नोको लागि। अनि म सिस्नो यसरी हालिदिन्छु माथिबाट। अनि माथिबाट सिस्नो हालेर एकछिन चलाउने। अहिले चाहिँ अलिअलि गरेर सिस्नो यत्तिको पाक्दैछ। अनि यसलाई अझै मजाले लतक्क गल्ने गरी बनाउने। अनि सिस्नो यत्तिको पाके पछाडि चाहिँ म अघि कुटेर राखेको छोप हाल्छु। अनि त्यस पछाडि अहिले चाहिँ सिस्नो यत्तिको पाकिसकेको छ। अब स्वादअनुसार म नुन हाल्छु। अनि यत्तिको पाकेपछि चाहिँ मजाले फिर्कीले घुमाउने। अहिले चाहिँ सिस्नो रेडी भयो। ल, को कोलाई मनपर्छ है त सिस्नो। थ्याङ्क यू फर वाचिङ।